नेपालमा पुनः राज संस्थाको बहस चर्किँदै गर्दा सत्तापक्ष, प्रतिपक्ष र राजापाती समूहहरू बीच ध्रुवीकरण तीव्र भएको छ। गणतन्त्र पक्षधर दलहरू सड़कमा शक्ति प्रदर्शनको तयारीमा छन् भने राजावादी समूहहरूभित्र नेतृत्वको होडका कारण विभेद देखिएको छ। विपक्षी 4 दलीय समाजवादी मोर्चाले चैत्र 15 गते राजधानी काठमाडौँमा व्यापक प्रदर्शनको घोषणा गरेको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाल समाजवादी पार्टी नेसपा सम्मिलित मोर्चाले हजारौं कार्यकर्तालाई उतार्ने तयारी गरिरहेका छन्। माओवादी प्रवक्ता अग्नि सापकोटाले राज संस्था पुनः स्थापना गर्ने षड्यन्त्र सड़कबाटै प्रतिरोध गरिने बताउनु भएको छ। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र, संविधान र गणतन्त्र जोगाउन सत्तापक्ष र प्रतिपक्ष बीच सहकारी आवश्यक रहेको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष युवराज गेवालीले प्रतिगमन विरुद्ध सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्ने संकेत गर्नुभएको छ। उहाँका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै 3 ठूला दलको बैठक बोलाउने तयारी गरेका छन्। राज संस्थाको पुनः स्थापनाका लागि अभियान चलाइरहेका राजावादी समूहहरूभित्र आन्तरिक मतभेद देखिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा आन्दोलन तीव्र पार्ने निर्णय भए पनि अन्य राजावादी नेताहरू असन्तुष्टि देखेका छन्। दुर्गा परसाईले पत्रकार सम्मेलन गर्दै लिङदेन, कमल थापा र रविन्द्र मिश्रलाई राजाका नाममा राजनीति गर्ने आरोप लगाउँदै चैत्र 15 गतेको प्रदर्शनमा खुकुरी लिएर आउन नागरिकलाई आह्वान समेत गर्नुभएको छ। यसैबीच पूर्व पञ्च नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिमा लिङदेन, थापा र पशुपति शमशेर राणाले सहभागिता अस्वीकार गरेका छन्। यसले राजावादी शक्तिबीच नेतृत्वको होड चर्काइएको विश्लेषण गरिएको छ। एमाले चैत्र 4 गते बसेको सचिवालय बैठकमा राजावादी शक्तिहरू विदेशी उक्साहटमा सक्रिय भएको निष्कर्ष निकाल्दै प्रतिगमन विरुद्ध देशभर जनपरिचालनको निर्णय गरेको छ। नेपाली कांग्रेसले पनि चैत्र 10 गते कार्य सम्पादन समितिको बैठक बोलाएर राजनीति तयार गर्ने जनाएको छ। कांग्रेस सहमहामन्त्री जीवन प्रियाले संविधान र लोकतन्त्र जोगाउन कांग्रेस अगाडि बढ्ने बताउनु भएको छ। यदि गणतन्त्र संकटमा परे सत्तापक्ष र प्रतिपक्षलाई एक ठाउँमा ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खेल्ने उहाँको भनाइ छ। नेपालको राजनीतिक परिदृश्य तीव्र ध्रुवीकरणको दिशामा अगाडि बढेको छ। एकातिर गणतन्त्र पक्षधर दलहरू सरकार र प्रतिपक्ष बीच सहकार्य गर्दै प्रतिगमन विरुद्ध सशक्त रूपमा उत्रिने तयारीमा छन् भने राज संस्थाको पुनर्स्थापनाका लागि आन्तरिक विभाजन बीचमै राजावादीहरू संघर्षरत रहेका छन्। चैत्र 15 गतेको प्रदर्शन गणतन्त्र र राज संस्था बीचको शक्ति परीक्षणको महत्वपूर्ण दिन बन्ने आकलन गरिएको छ।